यसरी गर्नु पर्छ मैले च्यामाले गर्छ कि मैले च्यामाले जस्तो गर्नु न यसरी चाहने हो ल सेलरोटी प्याक गर्ने काम भइरहेको छ अहिले चाहिँ हाम्रो यो माइतीलाई कति बुझाउनु पर्ने रे आमा 12-20 चाहिँ माइतीलाई बुझाउनु पर्ने 12-20 भनेको चाहिँ तपाईहरुले कति 1220 240 लाई हो 240 लाई 12-20 हुन्छ ए त्यस्तो हो 240 लाई चाहिँ 12-20 भन्नु रहेछ 12-20 माइतीलाई तपाईको यो भनेपछि त अनि धेरै छ भने 1200 कति पुग्यो भनेको हैन र 1300 पुगेको हैन त टोटल 1300 यो के नि दिदी बोजै सासु यो सेलरोटीहरु चाहिँ सबै ल प्याक भएर चाहिँ अब जाँदै छ दोबातिर बाहिरतिर नि प्याक भइराछ गुची यतातिर यस्तो छ हालत चाहिँ काम गरेर सब थाकेर सुत्नु भएको छ अहिले चाहिँ यता चाहिँ प्याकिङको कार्यक्रम चाहिँ हाम्रो गुरुदाले चाहिँ प्याकिङको कार्यक्रम 1300 वटा यो सेलरोटी चाहिँ जाँदैछ दोबा गरेको मान्छेले जाने रोटी गर्ने अब भोलि झन्ती जाने 9 बजा नाच्ने कति रमाइलो हुनेछ जानु मन लाग्छ के अरे दाँतले गर्दाखेरि चाहिँ माइलीछ्यामा चाहिँ जान नपाउने रे दाँतले गर्दाखेरि माइलीछ्यामा चाहिँ व्यस्त दिलाराम काकोको चेली मात्रै पर्छ अरु दाइरु चाहिँ भिडियो गरेर सिगो हैन यो त यही राखेको पो अरे किन मैले मेसेज गर्दिने हो हजुरले कति बजे त पहिला त यही भेट मलाई त भयो यही गरेर हुन्छ बुझ्थे उसले किन मैले जाने हो ए म एकले मन्नी होइन पर्यो यहाँबाट खिचेल यसरी मलाई चाहिँ सेन्टरमा पार्छ अलि नजिकबाट धेरै टाढा नआउ जुत्ता देखाउनु न देखाउनु मलाई ल हेलो नमस्ते सबैलाई स्वागत छ फेरि पनि मेरो माइती बक्समा अनि आज चाहिँ मेरो आफ्नै दाइ भाउजूको माइती ढोकमा चाहिँ म फेरि मेरो गाउँ जाँदैछु हामी चाहिँ रेडी अलमोस्ट रेडी भइसक्यो 3वटा गाडीमा जाने 2टा गाडी आइसक्यो चेप्चेपको यो 2टा गाडी चाहिँ आइसक्यो यो गाडी र यो गाडीमा 2टा गाडी अनि एउटा गाडी चाहिँ लामाचोर गयो एउटा गाडी चाहिँ फुलबारी गयो यो 4 गाडी पो टोटल 4वटा गाडीमा यहाँबाट चाहिँ हामी चाहिँ जन्ती जाँदैछ गाउँमा त्यही हो एउटा गाडी चाहिँ तल मेरो माइलो बाबाको परिवार चाहिँ अघि नै त्यो अरुण भाइको गाडीमा गइसक्यो त्यही हो अरू सबै अब चाहिँ बाँकी चाहिँ अब गाउँको अब त्यही माइती ढोकभेटको हुन्छ भिडियोहरू जस भिडियो अन्तिमसम्म हेरेर अब साथ दिनु होला माया दिनु होला हस् त धन्यवाद आमा हामी फेरि जाँदैछौँ माइती ढोकभेटको लागि मेरो भाइजू फुपू ल रेडियो फुपू ल सामान चाबी युज गऱ्यो हुन्छ म चाहिँ स्कुटीमा जाने हो त्यो भएर यहाँ चाहिँ अब यस्तो छ ल जानलाई तयारी हुँदैछ ल माइती ढोकभेटको लागि दोबा गाउँतिर सबैजना चाहिँ अब रेडी सामान त नमस्ते सबैजना तयारी ल यो त अहिले उस गर्न पर्छ के तिम्रो यो त डाइरेक्ट जानीमा हाल्न पर्यो नि त अहिले त फेरि डाइरेक्ट अट्छ भन्छ त त्यहाँ हालौँ न त माथिको मात्रै हो त्यही त मैले खासमा अनि त्यो अरूहरूले गरे ओसारे के सामान मैले चाहिँ गाडी आउँछ अनि त्यसपछि सामान कता कता हाल्ने मिलाउँला भनेको के सामान सबै झारिदिएछन् लास्टमा त यहाँ त छैन रक्सी नै नझारेर रहेछ यो पार्टीले त मैले त भनेको नि गाडी एकैचोटि आउँछ अनि सामान बल्ल सँगै सोराम्ला भनेर 10 बजे 10:13 भइसक्यो ल बस्नु ल कता कता बस्ने हो यो झोलालाई कहाँ हालिदिने यार त्यहाँ उता कतिजना छन् 5 जना साला झोला अट्छ दिल्ली बाहेक अट्छ तिम्रोमा यो झोला मेरो झोला हाल्न पर्यो डाइरेक्ट जानीमा ए यस्तो गर बिल्ली त्यहाँ कुछ हुन्छ क्यामेरा छ क्या भित्र झिक्न पर्दैन जस अलि सेफ राख्नु पर्यो क्या यहीँ सुत्छ बरु यहाँ सेफ हुन्छ होला सेफ ल बस ल
बिलेर आमा पछाडि हुन्छ के अरे भाउजू र जेप्स अगाडि चाल तिमीहरू दुईजना अगाडि पछाडि बस्छु भाउजू माथि भाउजू र खै के अरे रेखाको आमा खोइ तपाईँ यस्तो गर्नु तपाईँ के अरे यता आउनु अगाडि होइन तपाईँ यो कहाँ राख्ने त फेरि त्यो पछाडि अट्दैन डिक्कीतिर त्यही त तपाईँ त्यही भएर गाडी लाग्छ भनेर तपाईँ यहाँ अगाडि के अरे कसलाई के उता पछाडि झ्यालमा बजेर माइलसम्म चाहिँ यहीँ हुन्छ ल कुद्ने घर कुद्ने ल के अरे बजे ल बजे राम्रोसँग बस्नु ल माइलसम्म पनि राम्रोसँग बस्नु है अब हिँड्यो हामी के र यहीँ बस्ने होइन म त डाइरेक्ट भिरकाटे भेट्छु गाडीमा जान्छु भन्ने होइन ठिकै छ म स्कुटीमा म भिरकाटे भेट्छु कि गाडी म आफ्नै धुनमा आउँछु ल राम्रोसँग जा ल चल ल बिस्तारै जाऊ ल बेनी आइपुग्यो ल बेनीबाट चाहिँ यहाँबाट बेनी आइपुगेको अवस्था ठिक छ सबै सबै लाग्यो हो नि तपाईँ कस्तो भयो त तपाईँलाई ठिकै भयो गाडी त्यस्तो लागेन ल मामाहरूको ग्रुप पनि यता मामा माइजूहरू सबैजना चाहिँ यता हाम्रो फुपूहरू छ्यामाहरू सबैलाई यहाँबाट चाहिँ गाडी चाहिँ चेन्ज भैन्द्र दाईको गाडीमा यहाँ रेडी छ ल गाडी यहाँ रेडी छ ल सर्ने यहाँबाट छ्यामा गाडी यहाँ रेडी छ स्याट यहाँ स्ट्यान्ड बाई छ खाने हो नि किन लक गरेको यो खै बहिनी त्यहाँ लग्छ लास गर्मी चिसो खाएर ल यहाँ कतिजना आएको र कति 8जना ल बिनी 2टा गाडी 3वटा गाडी आयो ल यहाँ चाहिँ ल खाजा ब्रेक हाम्रो चाहिँ बेनीमा यो गोपालको होटेलमा चाहिँ हाम्रो खाजा ब्रेक भइरहेको अवस्था हो एउटा गाडीहरू चाहिँ गइसक्यो यो छ्यामाहरू चाहिँ लास्ट भोक लाग्यो भनेर बिहान खाना खाएको होइन र तपाईँले नधान्ने अहिलेसम्म नि भयो के नि अझै भेन चाँडै भेर सानो भाखाको ल चिप्स के छ चिप्स 1 2 3 4वटा गाडी ल हामी चाहिँ राइट नाउ पल्लोफाटमा आइपुगेको अवस्था हो एउटा गाडी चाहिँ माइलो बाबुको परिवार चाहिँ घर पुगिसक्यो गाउँ जन्ती चाहिँ कतिजना पुगेछ त्यो चाहिँ अहिले काउन्ट गर्नुपर्छ झरेर यहाँ चाहिँ यो माइलाको सामान माइलो सालको लाउरेको सामान भन्नु त आमा खै भन्नु त के माइला लाउरेको के तान्छ राम्रो छ गएर रामफरी खा भन्न नभयो गएर कहिले नि नदेन रे फोरलाई
कपाल त मेरो बाजे रहेछ त मलाई मार्छ कपाल जिग्रिङ नै परेछ र मदनको बाता ढाका टोपी के रे कहाँ जान्छन् र दाइनी साता जानु हुने गाउँ आइपुगिसकेको अवस्था फाइनली ल हामी चाहिँ यता ल जन्ती टोलीहरू चाहिँ ल छतमा पनि छ है त टक्क खसीहरू चाहिँ ल्याएर रेडी गरिराखेको अवस्था रहेछ रहेछ खसी दुईवटा खसी चाहिँ ल रेडी छ जन्ती अब जन्ती आइसकेको अवस्था हो बस पार्कमा बाबा आउनु यहाँ चाहिँ सब छ ल रेडी हो के हो टिका लाउने हो र थोरै मात्र सुन्ने मात्र अहिले फेरि खस्छ क्या थ्याङ्क यू बहिनी ल के छ भाइ नमस्ते नमस्ते सबैजनालाई नमस्ते तल कुल्लु ड्याड नमस्ते कुल्लु ड्याड ठिकै लाग्छ आउने एकछिन बस्ने होला नि एकछिन बस्ने होइन र यो जन्ती आएको एक ग्रुप फोटो खिचौँ न भनेको चाहिँ यो भिटी सँगै हिँड्छ सबैजना चाहिँ जन्ती टोलीहरू चाहिँ रेडी भइसकेको अवस्था छ है लगेर हेर्नु लगेको सबैजनाले यसो त भन्दाहरू ठिक छ ओके छ त एकदम ल ओके छ है त ल काका ओके छ सब रेडी हो ठिकै छु एकदम रेडी छ ल एकदम रेडी छ ल यो तल्लो बाटो पो है म त कहाँ माथि आइरहेको ल यतातिर चाहिँ ल सबैजना चाहिँ खसीसँग चाहिँ रेडी हुँदैछ हिँडिहाल्ने हो खै त नारा लाउनेहरू कहाँ तिम्रो अतै बसिन्छ हामीले चम्किँदा भनेर नारा लाउँदै लैजाऊ अहिले फेरि झ्याउ गर्छ कता हो र
नारा हान्नेर एकछिन बिस्तारै मिलाएर खै के भयो यहाँ के र के भयो के छुट्यो भनेको भेटायो नि सामान सबै होइन के छ दाइ अल गुड छ नि होइन दाइ अल गुड छ एकदम एकदम अल गुड के छ सर्जन मगर ठिक छ पहिला यता हेर्न बुढाबुढी यता हेर्न ओके छ त अल गुड छ होइन रक्सी कति बेला आउनुभएको त केमा आउनुभएको र जापानिज माइलाको गाडीमा ए गाडीमा पो हजुर दुईजना मात्र तपाईँ र भएन रातो पानी काम भएर हामी रातो पानी तपाईँ चाहिँ म त अस्ति नै धेरै भइसक्यो यतै हुनुहुन्छ निलो में तो र के रे बाहिरबाट भन्नु कोही बेला हाम्रै खालको मम्मीलाई त होतै भएको भन्ने चलाउने कि म यसो अगाडि छिर्छु अगाडि छिर्छु म अब यतातिर खैछ नि म कुनातिर छिर्छु है ल कसीसँग पुग्न पर्यो अब खै म अगाडि छिर्छु है खै बहिनी म अगाडि गएँ खैको बगास मङ्किन खै भाउजू म अगाडि छिर्छु ल
यहाँ आइज अगाडि आइज बुढाबुढी त सँगै हिँड्ने होइन रासमा कहाँ खै बुढाबुढी त एकछिन बुढाबुढी त अगाडि हुनु पर्यो नि रोकिन एकछिन नमस्ते माइजू नमस्ते नमस्ते एकछिन ल म अगाडिबाट फोटो खिच्छु ल एकछिन लस थ्याङ्क यू नमस्ते नमस्ते बिस्तारै सौगात के छ सौगात गरुङ्गो भयो क्या भाइ
जान्नु माइजू माइजू नमस्ते फेरि पनि आइयो भन्नु न नमस्ते भैना अब नै अहिले त धुली लाने लाग्यो नि के हो पानी पर्छ त पानी पो पर्छ त के हो नमस्ते नमस्ते भन्न भन्ने होइन कि लाउनु हुँदैन साथी साथीमा खाएको नमात्यो बाजेलाई ल ल बाबु नमस्ते नमस्ते हाम्रो नै आशिर्वाद सुताराबाट सम्झिरहेकोमा नमस्कार नमस्कार ल सबैलाई नमस्कार है नमस्ते गरेको मामा नमस्ते 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 सकियो नमस्ते बुबु
नमस्ते नमस्ते ल सक्यो सबैजनाको एक ग्रुप फोटो हान्छु ल कतै हेर्नु त ल सबैले कतै आउनु अगाडि जेठान अगाडि आउन ल सबैजना यता हेर्नु ल कतै हेर्नु ल फेरि 1 2 3 गो ओके नमस्ते नमस्ते हजुर नमस्ते मलाई बस्नु एक ठाउँमा एकदम गुड अल गुड बियरै बोक्दिएको र Oh, done. Zan. No, खाली प्लेट
नबसेको एकछिन जो हात उता गरे माथि चोको यो आइन्छ लाइन देऊ न यो नानीलाई देऊ होते को देऊ यो आन्सला आम्छ रसी चाहियो चले त भयो त रसी बोतलमा सरी बिस्तारै आतिने हैन ढुक्क तरिकाले हो क्या ढुक्क तरिकाले हो नि होइन माथि ननि अहिले बिस्तारै पहिला प्रब्लम Oh, sorry. पानी दे ए माइजुला हुनु ल यसै खाल्दै ल म धोइदियो भन्छ गरे कुन लगाइदिएको यो कुन लगाइदिएको आमाले रोजिना हुन्छ एकछिन झन् एकछिन पख पख भने कति साह्रो गरिरहेको एकछिन बग्न एकछिन भयो एकछिन
भारी बोक्नेहरू खोइ पछाडि सकाउनै पर्छ भन्ने हुँदैन थोरै थोरै खायो नि हुन्छ मलाई कति हालिदिनु न त्यही हाल्दैछु भुइँमा रान नि बाबुले हालिसकेको ओए बाबु तिमी त्यहाँ नबस्छ सबै पालीमा राख्ने रे सामान चाहिँ पालीमा
सारा बाहिर पालीमा रे पालीमा सामान पालीमा के रे सामान सबै बाहिर राख्ने पालीमा राख्ने अरे यहाँ त तल्लो पालीमा जाऊ तल्लो पालीमा छ कार्टुन पर्छ यहाँ चाहिँ Má lao đây nè bố. सक्यो 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 जाने हालिदिन्छु यो धेरै हुँदैन ल
यतिसम्म छ भयो कुन हो र नलग हो म पठाइदिन्छु नि त लैजाने भने सामान लिन पठाइदियो त बहिनी सामान यहाँ छोडे हो सामान छुटे हो क्या अरूलाई दिउँछ सामान छुटेछ तल के हुन्छ खै बाबा छोरे नि हो नि त काकालेको यही छैन र ए जाऊ आमैलाई हिमा राख किन छुन्ने हो सिधा बोल्न इसँग यो ओरेबाट छोरी सेही भइगयो अब छोरालाई फेरि छोरी भान्दा भन्नु अब सिकेछ किन भाडा उता अलग्गै साइनो सजावा चाहिँ इतै दाइ भन्ने के हुन्छ र छैन किन हुन्छ उहिले त दाइ भन्ने गरे सही दाइ छैन ए हामीलाई हामीलाई भेनाहरूलाई गर्दै छु के अनि त जाइएको
यो लुगा लैजानु दिदी अनेक किसिमको हाँसो ठट्टा गरेको के हेर्ने सासु पर्यो पानी आयो पानी राखेर सासू भन्ने हो कि दिदी भन्ने हो कि एकछिन बोलाऊ एकछिन बोलाऊ भेना त भेनाको बेला नै यो लैजानु दिदी हो कि सासू हो सासू भन्ने ल भेनाको उता दिनु त आफ्नो के साइली लाम्रे हेर के माथि पनि निकाल्नु बजाउने जमानै पानी पर्यो अहिले अब हामीले नि लगाइदिने
पुछाइ पुरा पुसेको हेछ है तिमीलाई खाजानो तिमीलाई यसै गरी रातैन काटौला देउरालीलाई फुलपाती गजा जमालुलाई मनभित्र सजाछ ज्वाइँले यस्तो जरा टुप्पा नमिलाएको मैले पनि जरा टुप्पा नमिलाएको है ओ ज्वाइँ तिमीले यस्तै जरा टुप्पा नमिलेको है भुइँ कसे हुन्छ र गाई र गिध के पो हुन्छ र देउरालीलाई फुलपाती गजा जमालुलाई मनभित्र सजाछ अहिले ढोगेर पो अहिले गर्नु पर्न अब तिम्रो फेरि यो जति जति पनि अहिले ढोकेको छ तिम्रो ग्रुप ग्रुप भएर बस्छ है फेरि अहिले फेरि नपर्छ सामान बुझाउने अब सामान पहिला माइकतिर बजाउन सधैँ नै यो मन जइदौ भनेको चाहिँ एउटा माटोको ढुङ्गाको फुट्छु ताली ताली हामीले
चाउनी बाँधिदिनु पर्यो बाछा लिएर आइज त यो लाइदिनु भने भाइ बाबाले त मना गरिदिन्छ बाबा भाइ यो हराइदिनु अब लागेको र त यता अहिले यहाँ लको लगाएर दिने बाबाले गरौ यो अरेन्ज होइन केही छैन केही भएन टिको लगाइदिएको लो पानी खान्छ त्यो पेला ल्याइदिन्छु पानी ल्याइदिन्छु लो पानी खान्छ त्यो समातल खोलाले उडाइदियोस् माथि हावाले उडाइदियोस् सधैँ सधैँ लामो आइपुर्योस् र सधैँ सम्झाउनु पाऊँ बोल्छन् मात्र गर्दैन बाबुको बुझाए
त्यही उतै बाहिर राख्ने के हो यो नि रोललाई मान्दैन के लेखा छ यहाँ बाहिर उतै बाहिर लगेर राख्नु न बुद्धि बाहिर राख्नु न ल दाइ मोरी भएको भन्छ करे भन्थ्यो मासु 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 नि ल्याऊ मासु मासु कहिले तल चाहिँ ठुलो छ क्या है के उड्यो सबै पानी त दर्कियो किन ठन्डा भयो नि केही हुँदैन उतै एउटा फोडेको गछ कोक त्यहाँ उता कोक के कोक कोक यो किन उसको लिक भयो होला कि जब मौली कसलाई के भएर यो सबै मौलीको आऊ आज तिमीलाई पनि खसी राखिदिन्छु मौली खसी त यही कालीलाई के खसी राख्ने आफूलाई पानी पर्यो असिना झर्ला जस्तो छ हौ पानी पर्यो असिना पानी परेर पानीले डिस्टर्ब गरिरहेको अवस्था हो पानी चाहिँ डरै पर्यो बाङ छोडेर बस्दैछु देखाइदिइसकेको के मासु छ त हेर पुगेन दिने हो के
ल ए रोटी र मासु ल ल यो है रोटी त यसले बोलाइ अहिले दिने खबर हैन तर रङ ल्याइदेऊ त कति उठा यो दुईटै रङ के किन रङ सकेर लौ एउटा ल दुईटा ल्याऊ दुईटा बुबुलाई कुकुरको भाउ हो त्यो है गन्डा धुने गल्ती गरिदियो के हो मासु किन एउटा खोइदिने यो किनेर मासु खोइदिने भयो लागि अब भयो यो ठकाउने एउटा अब यतैतिर राखे नि भयो नि यत्रो छ त ठाउँ अरूभन्दा नि मासुलाई हेर धनबिर त के आज सेन्टी छ त सेन्टी भइदिएको आज यस्तै हो के अरे पार्टनर खै त पार्टनर छैन पार्टनर चाहिए होइन के हुँदैछ त जिन्दगी कस्तो चल्दैछ त हो र कहिले आएको त नि अनि छोडिदिएको उता यहीँ बसिदियो जानियो राजा र भात खान जाने भात खान जाने भात खान जाने रे भात कुकम्यानहरू त यसो दाइहरू हो र कुकम्यान बनिदिएको छ त दाइ हजुर हजुर कुकम्यान छ र के छ भाइ खै कसलाई आयो ल बाँध्छ
अहिले उता के आउँछ त्यो उता अहिले एउटा एन्सर हुन्छ
दुई दिनको जिन्दगी ल हाम्रो माइती ढुकपेटको कार्यक्रम पनि सकिएको अवस्थामा आज चाहिँ सबैजना ब्याकअप हुँदैछ टेन्सन उठाउने यता खानपिन पनि चलिरहेछ Porque si bayre ini si tender boleh tetap. Terus boleh terus. Kira. Komuter ke? Or bayre. Tunnel ma? Bayre? Tolo मेरो मध्ये होला र बसेर त तिम्रो गाईले त नपाकेको यत्रो यत्रो भएको नि सबै गाईले खतम गाईले झामैसित खाइदिएको नि बाख्राहरूले त खान्छ र खान्न नि त काँका र हिन्दो यो गोलबेराहरू त खानु भयो बाख्राहरूले हो त झन् गाई आएर खाइदिएको जम्मै हामीलाई चाउन नभर्ने हो सिधै अस्ति ठुलो लिएर आएको नि त टिकेर आएको थाला फाल भएको नि कहाँ टमाटर खोर्सानी ल अल सेट टु गो ल सकियो हाम्रो त्यही भाउजूको ढोकभेट कार्यक्रम चाहिँ सकिएर चाहिँ अब ब्याक टु पोखरा फेरि हाम्रो परिवारहरू चाहिँ सबैजना रेडी अल सेट टु गो यता माथिको परिवारहरू पनि माइला बाउको परिवार पनि रेडी सबजनालाई डल्लीफु पनि रेडी चेप्स पनि रेडी होइन चेप्स रेडी ल सकियो ल अब टिल सी यु नेक्स्ट टाइम दोबा एकदम अब हतारको ट्राभल जस्तै भयो चाहिँ सर्ट बस्ती आयो आज फर्के जाम्न छिटो के भयो के हिँड्यौँ न त ल गाडीमा चाहिँ ल काकाहरू राम्रोसँग जाने है ल ल छ्यामाहरू सबै राम्रोसँग जानु ल पछाडि